चितवनबाट रवि लामिछानेको आग्रह संयमित बनौ, आक्रोश मतबाट जाहेर गरौं। लामिछानेले भने अदालतका बहसहरू सड़कमा आउनु राम्रो होइन। एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षलाई बालेनले रासोपामा भित्र्याए। रासोपाका 164 उम्मेद्वार, यी हुन् 16 महिलाहरू। टिकटकर अजय श्रेष्ठले टिकट पाएपछि रासोपा केन्द्रीय कार्यालयमा हात हालाहाल। उज्यालो नेपाल पार्टीका 120 उम्मेद्वार, पर्सामा 106 जना उम्मेद्वार, रौतहटमा 143 जनाको मनोनयन, चितवनमा स्वतन्त्र 16 जना सहित 65 जनाको उम्मेदवारी। निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन। आचार संहिता उल्लंघन गर्नेलाई आयोगले आफै अनुसन्धान गरी कारबाही गर्ने आयोगको भनाई। चुनावका बेला सामाजिक सञ्जालको दुरूपयोग रोक्न निगरानी बढाइने। निर्वाचनका बेला 10 दिनमै पेट्रोलियम पदार्थको खपत 25% सम्म बढ्न सक्ने। अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी। ओलीले भने सार्वजनिक सम्पत्ति जलाउनेहरूलाई कारबाही हुनुपर्छ। एमाले महासचिव शंकर पोखरेलको भनाई, जनताले सिंहदरबार जलाउनेलाई होइन, देश बचाउनेलाई मत दिन्छन्। एमाले नेता महेश बस्नेतको टिप्पणी, देशलाई कमजोर बनाउने योजनामा डिजिटल र एल्गोरिदम सामग्री निर्माणको होड। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भन्छन्, देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुम पूर्वबाट जवाफ दिन्छु। विशेष महाधिवेशनको विरोध गरेका शेखर कोइरालाले सभापति गगन थापासँग लिए भाग। सिन्धुपाल्चोकमा मोहन बस्नेत बिना कांग्रेसको चुनावी अभियान खल्लो। माधव नेपाल सहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश। घुस लिएको अभियोगमा थुनामा रहेका पूर्व मन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनवाई हुँदै उपत्यकाबाट हराएका 50 वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण। पुष महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या 31,000 भन्दा बढी। सुनको भाव एकै दिन 10,400 बढ्यो, पुग्यो 3 लाख नजिक। अन्तर्राष्ट्रिय खबरमा ट्रम्पद्वारा G7 को आपतकालीन शिखर सम्मेलनमा सहभागी नहुने घोषणा। नेटोको महत्वमाथि प्रश्न। क्यारिबियन क्षेत्रमा भेनेजुएलासँग सम्बन्धित 7औं तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा नियन्त्रणमा। ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक। इजरायलद्वारा पूर्वी जेरुसलेम स्थित राष्ट्रसंघीय निकायका भवनहरू ध्वस्त। अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, 7 जनाको मृत्यु, 13 जना घाइते। खेल खबरमा EU T20 लीग बेल्जियमका लागि दिपेन्द्रले दर्ता गराए नाम। स्वारेजको 2 गोलमा स्पोर्टिङले PSG लाई हरायो र च्याम्पियन्स लीगमा रियल म्याड्रिडको फराकिलो जित। Let me in, Korean aesthetic for your beautiful life. दर्शक महानुभाव नमस्कार। समाचार पार्टी.com को न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रामशरण नेपाली। सदाको झै आज पनि हामी उपस्थित भएका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियो
जसमध्ये 36 पुरुष र 3 महिला छन्। यस क्षेत्रमा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्। रौतहट नेता नेपालको गृह जिल्ला पनि हो। यसै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेद्वार अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट पूर्व मन्त्री अनिल झाको उम्मेदवारी परेको छ। लामो समय मधेसवादी दलको नेतृत्व गरेका झालाई यसपटक कांग्रेसले आफ्नो उम्मेद्वार बनाएको छ। रासोपाबाट राजेश चौधरी, आम जनता पार्टीबाट त्रिभुवन शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ। क्षेत्र नम्बर 2 बाट 26 जनाले मनोनयन दर्ता गर्दा एकजना पनि महिला उम्मेद्वार छैनन्। यस क्षेत्रमा कांग्रेसबाट पूर्व मन्त्री आफ्ताब आलमका छोरा फिरदोस आलमले मनोनयन दर्ता गराएका छन्। पूर्व सांसद किरण शाहले भने नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका छन्। नेकपा एमालेको तर्फबाट मोहम्मद अतिउल्लाहले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर 3 मा 41 जनाको मनोनयन दर्ता भएको छ, जसमा 38 पुरुष र 3 महिला छन्। मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, एमालेका कुन्दन कुशवाहा, जनता समाजवादी पार्टीका गोविन्द चौधरी, कांग्रेसका रामकृपाल यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र पटेलले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर 4 मा 30 जना पुरुष र 7 महिला गरी 37 जनाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका रामजी शाह, कांग्रेसका देवप्रसाद तिमिल सेना, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, आम जनता पार्टीका तर्फबाट पत्रकार ऋषि धमला, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, जसपाका राजकुमार दास, प्रलोपाका सत्यनारायण भगत लगायतले मनोनयन दर्ता गराएको केसीले बताउनुभयो। फागुन 21 गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा 65 जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार 3 निर्वाचन क्षेत्रमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। जिल्लामा 3वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्। 3 पदका लागि 65 जनाको उम्मेदवारी परेको हो। क्षेत्र नम्बर 1 मा 19 जना, क्षेत्र नम्बर 2 मा 23 जना र क्षेत्र नम्बर 3 मा 23 जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसमध्ये क्षेत्र नम्बर 1 मा 4 जना, 2 र 3 मा 6 जना उम्मेदवार स्वतन्त्र रहेका छन्। अन्य उम्मेदवार राजनीतिक दलका रहेका छन्। आगामी 21 फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यसपटक पनि कल सेन्टर स्थापना गरेको छ। आयोगको कार्यालय कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरकार भएकाको जिज्ञासा सुनवाई गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। 6वटा डेस्क रहेको उक्त केन्द्र बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। यसमा निशुल्क टोल फ्री नम्बर 1102 मा फोन गरेर मतदाता, नागरिक र सरकार भएकाले जिज्ञासा राख्न सक्नेछन्। यसमा एकैपटक 15 जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो। पत्रकार संघको कुराकानीका क्रममा उहाँले आयोगमा भएको उजुरीको आधारमा मात्रै नभएर आयोगले सो अध्ययनबाट पनि आचार संहिता विपरीतका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिनुभयो। निर्वाचन आचार संहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरकारवाला सबैको सहमतिमा जारी गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार आचार संहिताको पालना गराउने र उल्लंघन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्र स्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ। उहाँले निर्वाचन आचार संहिता राजनीतिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने बताउनुभयो। उहाँले उम्मेदवारी मनोनयनका क्रममा मंगलबार केही आचार संहिताका विपरीतका कार्य भएको उल्लेख गर्नुहुँदै ती कार्य आयोगको नोटिसमा रहेको बताउनुभयो। उहाँले आचार संहिता कार्यान्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिनुभयो। प्रत्यक्षतर्फ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर 3486 जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये 3089 जना पुरुष, 396 जना महिला तथा 1 जना अन्य समूहबाट उम्मेदवार रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। मंगलबार तोकिएको समयभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। राजनीतिक दल र उम्मेदवारले देखाएको संयमता र शान्तिपूर्ण वातावरणका कारण मनोनयन दर्ता कार्यक्रम सहज रूपमा सम्पन्न भएको घिमिरेले बताउनुभयो। उहाँका अनुसार निर्वाचन घोषणा भएदेखि नै आयोगले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। मनोनयन दर्ताको दिन देखिएको वातावरणले फागुन 21 गते तोकिएकै मितिमा निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको उहाँले बताउनुभयो। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ। प्राप्त उजुरीको निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरी संविधान, कानून तथा निर्वाचन सम्बन्धी व्यवस्था अनुसार उम्मेदवारको योग्यता परीक्षण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। आयोगले ठहरिएका उम्मेदवारको नाम सूचीबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने उहाँले बताउनुभयो। उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले माघ 9 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म निवेदन दिन सक्नेछन्। त्यसपछि अन्तिम उम्मेदवारको नामावली तथा निर्वाचन चिन्ह सार्वजनिक गरिने र सोही आधारमा मतपत्र छपाईको काम अघि बढाइने घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचन आचार संहिता अनुसार फागुन 3 गतेदेखि फागुन 18 गते रातिसम्म औपचारिक चुनावी प्रचार प्रसार गर्न पाइनेछ। मौन अवधि फागुन 18 गते रातिदेखि लागू हुनेछ। सो अवधिभन्दा अघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भए पनि जुलुस, र्याली र आमसभा गर्न आचार संहिताले निषेध गरेको उहाँले बताउनुभयो। आगामी फागुन 21 गते हुने निर्वाचनको लागि देशभर मंगलबार उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका थिए। 165 निर्वाचन क्षेत्रमा प्रत्यक्ष र 110 सीट समानुपातिकतर्फ निर्वाचन हुँदैछ। निर्वाचनका कारण 10 दिनमै पेट्रोल, डिजेल सहित पेट्रोलियम पदार्थको खपत 25% बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरे।
आक्रामक नाराबाजी देखिन्थ्यो। तर आसन्न चुनावमा पहिलो पटक मोहन बस्नेत मिस भएको चर्चा हुन थालेको छ। यसपटकको मनोनयन दर्ता प्रक्रिया अघिल्ला चुनावभन्दा निकै शान्त र सामान्य देखियो। माघ 6 गते सदरमुकाम चौतारामा भएको मनोनयनमा उहाँ आउनु भएन। बस्नेत नहुँदा कांग्रेसको मनोनयन कार्यक्रममा न उत्साह देखियो न त विगत जस्तो भीड़। उनका निकटतम नेता कार्यकर्ताहरू समेत कार्यक्रममा अनुपस्थित रहे। बस्नेत बिना कांग्रेसको मनोनयन प्रक्रिया न त उत्साहपूर्ण थियो न त भीड़भाड़ न त मोटरसाइकल र गाडीको लस्कर। सधैँ दर्जनौं गाडी मोटरसाइकल सहित हिँड्ने बस्नेतको अनुपस्थितिमा कार्यक्रम खल्लो देखिन्थ्यो। उहाँका निकटस्थ नेता कार्यकर्ता पनि सहभागी भएनन्। टिकट जिल्ला सभापति जंगबहादुर लामाले दिएपछि बस्नेत पक्षधरहरू मनोनयनमै नआएका हुन्। 2074 सालको निर्वाचनमा मनोनयन दर्तापछि बस्नेतले कम्युनिष्टहरूलाई ह्याकोलाले पेलेरै चुनाव जित्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसको प्रत्युत्तरमा तत्कालीन वाम गठबन्धनका उम्मेद्वार अग्निप्रसाद सापकोटाले 12 विषयमा आयोजित सभामा बस्नेतलाई सिस्नुको झाङमा फालिदिने जवाफ फर्काउनु भयो। यस्ता छेडखानीले त्यस्ताका सिन्धुपाल्चोकको चुनावी माहौल उत्तेजित बनाएको थियो। त्यसपछि पनि बस्नेतले जुन क्षेत्रबाट उठे पनि जित्ने र सिन्धुपाल्चोकको सरकार नै आफू भएको जस्ता दावी गर्दै आउनु भएको थियो। कांग्रेस माओवादी गठबन्धनबाट निर्वाचित तत्कालीन सांसद माधव सापकोटाले समेत बस्नेतलाई लक्षित गर्दै जमानत जफत गरिदिने जिकिर गर्नु भएको थियो। मनोनयनको अघिल्लो दिन मात्र बस्नेतले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिनु भएको थियो। त्यसैले अन्तिम समयसम्म पनि उहाँका समर्थकहरूले टिकट बस्नेतले नै पाउने विश्वास गरेका थिए। मनोनयनकै दिनबाट बस्नेत पक्षधर कांग्रेसी गैल देखिँदा यसले कांग्रेसभित्रका आन्तरिक शक्ति संघर्ष र नेतृत्व परिवर्तनको प्रभाव प्रष्ट देखिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको हो। अख्तियारले तामेलीमा राखेको निर्णयको फाइल आएसँगै आउँदो माघ 14 गतेदेखि अर्को सुनवाईका लागि पेशी तोकिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनु भयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित 93 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ 22 गते मुद्दा दायर गरेको थियो। नेपाल विरुद्ध अख्तियारले 18,58,50,000 रुपियाँ बिगो जरिवाना र सजाय माग दावी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरूपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचार जन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ। नेपाल नेतृत्वको तत्कालीन मन्त्री परिषदले 2066 फागुन 6 गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दी भन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो। नेपालले ठाडो आदेशमा 2066 माघ 18 गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दी भन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाउनु भएको अभियोग पत्रमा दावी गरिएको छ। 314 रोपनी 15 आना 2 पैसा एक दाम जग्गा गैर कानूनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा 93 जना विरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले 18,58,50,000 बिगो माग दावी गरेको थियो। पोखराको लिचीबारीको जग्गा प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहनुभएका पूर्व मन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश गरेपछि त्यस विरुद्ध गुप्ता सर्वोच्च अदालत पुग्नु भएको थियो। निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र निर्पदोष निरौलाको संयुक्त इजलासमा सुनवाईका लागि पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतले पूर्व मन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो। पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र न्यायाधीशहरू डिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्वपक्षका लागि थुनामा पठाएको थियो। तत्कालीन मन्त्री गुप्ताले कास्की स्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट 53 लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्व मन्त्री रञ्जिता श्रेष्ठले आपसी मिलेमतमा पदको दुरूपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि 25 लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो। गुप्ताले अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दावी गर्नु भएको थियो। तर अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उहाँलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो। काठमाडौँ उपत्यकाबाट चोरी भएका 50 वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधबार 2 पाङ्ग्रे सवारी हस्तान्तरण गर्नुभएको हो। रामशाह पथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेटाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाई खुवाए। पछिल्लो 25 दिनको अवधिमा 50 वटा 2 पाङ्ग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो, मोटरसाइकल चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका छौं। पुस महिनामा मात्र ट्राफिक प्रहरीले 92 वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ। पुस महिनामा 305 वटा 2 पाङ्ग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिनुभयो। पछिल्लो 1 महिनामा 31,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। पुस महिनामा 31,700